हेलो गुड मर्निङ। अहिले चाहिँ हामी रोल्पा जिल्ला साबिक करेटी गाविस अहिलेको चाहिँ त्रिवेणी गाउँपालिका वार्ड नम्बर 1 मा छौँ र यो चाहिँ करेटी गाउँ हो। यो चाहिँ करेटी गाउँ हो। एकदमै सुन्दर छ, राम्रो छ। होलेरीबाट करिब 25 किलोमिटर टाढा रहेछ। खर्चे भन्ने ठाउँबाट पनि यहाँ आउन सकिदो रहेछ। त्यहाँबाट बाटो बिग्रिएको भएर हामी नुवा गाउँ हुँदै ह्याङ हुँदै करेटी पुगेका थियौँ। यहाँ चाहिँ हाम्रो एकदम भिडियोग्राफर हुनुहुन्छ। अब बिहानी सत्रको एउटा टिकटक जाँदैछ। अहिले ठ्याक्कै 6:30 बजेको छ। हामी चाहिँ यसो गाउँघर डुल्दैछौँ। अब एकछिनमा ट्याक्क काम गरेर अनि निस्किन्छौँ। राम्रो देखिन्थ्यो। मेरा बाबै कति साह्रै मिठो बोलेको हो, मेरा बाबै कति साह्रै मिठो बोलेको हो, बोली यसै मिठो हो कि चिनी घोलेको हो। मायाको मुखैमा चिनी मिठो वचन हाँसे। आज भ्याइन्छ त यो अहिले चाहिँ हामी करेटीको टपमा जाँदैछौँ। हाम्रो साथीहरू चाहिँ माथि पुगिसक्नु भएको छ। आफूलाई चाहिँ अब नाच्न आउन्न, नाच्ने मान्छेहरूको चाहिँ भिडियो खिच्ने काम भइरहेछ। मौसम असारको भए पनि राम्रो छ, बाटो राम्रो छ। पानी पर्यो भने चाहिँ यता होलेरीबाट आउन अलि गाह्रो रहेछ करेटीमा। गाडी चाहिँ साँझ 5 बजेपछि साँझ आउने बिहान जाने रहेछ। यता चाहिँ मकै बारी छ, यता चाहिँ दर्याम दर्याम गर्ने टोली छ। मकै पनि भेटियो,
अटोली पनि भेट्यो। त्यो गीतमा एउटा गर्नुपर्छ हम सर। अनि मकै बारीमै गर्नुपर्छ। म्याडमहरूले एकदम रमाइलो ठाउँमा घुमाउन ल्याउनु भएको छ। खै हाम्रो चाहिँ ऊ भन्छन् के यसलाई फेरि हो भुइँका फल हो। गुड यहाँबाट चाहिँ अब करेटी गाउँ क्लियर आएको छ। अब यो हिँड्दा हिँड्दा अलिकति थकाइ लागे जस्तो भएर बिपिलो भएर रिङ्गटा पनि लागेको छ। तर यो सुन्दरताले हुनुहुन्छ त आउन न रोल्पाको मान्छे किन लजालो। ए यता हो के भयो भएन। उही